नमस्ते। बालेन शाह र हर्क साम्पाङ। सामाजिक सञ्जालमा यो प्रश्न जताततै देखिन्छ, उहाँहरूको कुरा आखिर किन मिल्दैन? आज आउनुहोस् यही प्रश्नलाई अलिक गहिराईमा गएर हेरौँ, किनकि यो केवल दुई मेयरको मात्र कुरा होइन। यो त नेपालको वैकल्पिक राजनीतिको भविष्यकै कुरा हो। हाम्रो आजको यो सबै कुराकानीको जड नै यही एउटा प्रश्न हो, जुन अनलाइनमा बार बार सोधिरहन्छ। हेर्दा सामान्य लागे पनि यसले एउटा निकै महत्त्वपूर्ण बहसलाई समेटेको छ। वास्तवमा कुरा के हो भने यो प्रश्न सुन्दा सामान्य लागे पनि यो केवल एक जिज्ञासा मात्रै होइन। यसभित्र त नेपालको नयाँ राजनीतिक पुस्ताको आशा र चिन्ता दुवै कुरा लुकेको छ। त्यसैले यो दुई व्यक्तिको सम्बन्धको विश्लेषण मात्र होइन, यो एउटा राजनीतिक परिदृश्यकै विश्लेषण हो। ल, त्यसो भए कुनै जवाफ खोज्नुभन्दा पहिले आउनुहोस् यो प्रश्नलाई नै राम्ररी बुझौँ। खासमा यो प्रश्न के हो र कसको बारेमा हो? अब लागौं यो कथाका दुई मुख्य पात्रतर्फ। एकातिर हुनुहुन्छ बालेन शाह, देशकै राजधानी काठमाडौँका मेयर, अनि अर्कोतिर हुनुहुन्छ हर्क साम्पाङ, पूर्वको एउटा एकदमै जीवन्त सहर धरानका मेयर। मतलब देशका दुई महत्त्वपूर्ण सहरको नेतृत्व र सबैको ध्यान उहाँहरूमाथि नै छ। तर उहाँहरूलाई जोड्ने सबैभन्दा ठूलो कुरा उहाँहरूको पद मात्रै होइन, त्योभन्दा पनि ठूलो कुरा हो उहाँहरूको पहिचान। दुवैजना स्वतन्त्र उम्मेद्वार, ठूला राजनीतिक दलहरूलाई चुनौती दिँदै चुनाव जित्नुभयो। सायद यही कारणले होला उहाँहरू परिवर्तनको एउटा प्रतीक बन्नुभएको छ, जसमाथि आम मानिसको ठूलो आशा छ। ल, अब आउँछ असली प्रश्न। उहाँहरू बीचको विवादको प्रकृति कस्तो होला त? हाम्रो स्रोतले यसको सिधा जवाफ त दिँदैन। त्यसैले हामीले के गर्नुपर्छ भने यो प्रश्नभित्र लुकेका सम्भावनाहरूलाई केलाउनुपर्छ। आखिर यो मतभेद के कुरामा हुन सक्छ त? के यो नीतिगत भिन्नता पो हो कि? सोच्नुहोस् त, एकातिर बालेन जो काठमाडौँको भौतिक पूर्वाधारमा बढी केन्द्रित देखिनुहुन्छ, अर्कोतिर हर्क जो धरानमा जनश्रमदान जस्ता कुरामा जोड दिनुहुन्छ। के यो दुई फरक विकासका मोडलहरू बीचको टकराव हो त? यो एउटा बलियो सम्भावना देखिन्छ है। अथवा के यो काम गर्ने शैली, मतलब कार्यशैलीकै टकराव हो? एकजना सामाजिक सञ्जालमा अलि आक्रामक देखिनुहुन्छ, अर्को चाहिँ फिल्डमै खटेर काम गर्न रुचाउनुहुन्छ। के उहाँहरूको नेतृत्व गर्ने तरिका नै यति फरक छ कि सँगै काम गर्न गाह्रो भइरहेको? अनि तेस्रो सम्भावना, व्यक्तिगत प्रतिस्पर्धा। अब हेर्नुहोस्, जब एउटै समयमा उस्तै पृष्ठभूमिबाट आएका दुईजना महत्त्वाकांक्षी व्यक्ति चर्चाको शिखरमा पुग्छन् नि, उनीहरूबीच एक किसिमको नबोलिएको प्रतिस्पर्धा हुनु कुनै नौलो कुरा पनि होइन। के यो त्यस्तै केही हो कि? यहाँ एउटा कुरा के बुझ्नुपर्छ भने यी सबै केवल सम्भावनाहरू हुन्। हाम्रो उद्देश्य यहाँ कसैको बारेमा निर्णय सुनाउनु होइन, बरु यो एउटा प्रश्नले कति धेरै कोणहरू उब्जाउन सक्छ भनेर देखाउनु हो। ल, अब कुरा गरौँ सबैभन्दा महत्त्वपूर्ण पाटोको। आखिर दुईजना मेयरको सम्बन्धको कुरा यति धेरै महत्त्वपूर्ण किन भइरहेको छ? किनभने कुरा के हो भने यो प्रश्न बालेन र हर्कको मात्रै रहेन। अब उहाँहरूको सम्बन्धलाई त मानिसहरूले नेपालमा भर्खरै सुरु भएको वैकल्पिक राजनीतिको भविष्यसँग जोडेर हेरिरहेका छन्। यो एउटा प्रश्नले धेरै कुराको सङ्केत गर्छ, जस्तै वैकल्पिक राजनीतिको भविष्य कस्तो होला? के स्वतन्त्र भनेर आएका नेताहरूले एक आपसमा मिलेर काम गर्न सक्छन् वा सक्दैनन्? यो प्रश्नमा परम्परागत राजनीतिबाट वाक्ट भएका मतदाताको आशा पनि छ, चिन्ता पनि छ। त्यसैले उहाँहरूको सम्बन्धलाई धेरैले स्वतन्त्र राजनीतिको पहिलो र सबैभन्दा महत्त्वपूर्ण परीक्षाको रूपमा हेरिरहेका छन्। र अन्त्यमा फेरि हामी त्यही प्रश्नमा फर्कियौँ। यी दुई स्वतन्त्र नेताको सम्बन्धले नेपालको वैकल्पिक राजनीतिलाई कतातिर लैजाला? एकतातिर वा विभाजनतिर? सायद यसकै जवाफले देशको आउने राजनीतिको बाटो कस्तो हुन्छ भन्ने पनि देखाउला। यो साँच्चै सोच्नुपर्ने कुरा हो।